हेलो एभ्रीवान, आज चाहिँ म मेरो 2 वर्षको छोरीको लागि चाहिँ ब्रेकफास्ट रेडी बनाउँदैछु। यो ब्रेकफास्ट एकदम सजिलो पनि छ, छिटो पनि, र बच्चाले पनि मजाले खाइदिन्छन्। हजुरलाई पनि हेल्प हुन सक्छ, भिडियो लास्टसम्म हेर्नु होला। यो भिडियो चाहिँ नेपालमा हुनुहुने साथीहरूको लागि पनि हो है साथीहरू। मैले चाहिँ पहिला 2टा ब्रेड लिएँ, त्यसपछि स्वीट पोटाटो चाहिँ स्टिम गर्नुपर्छ। मैले चाहिँ पहिल्यै स्टिम गरेर राखिसकेको थिएँ। अनि यो वाला मिक्सर चाहिँ मैले डाइसोबाट ल्याएको साथीहरू, जापानमा हुने साथीहरू चाहिँ ल्याइसक्नु भएको होला, नल्याउनु भएकोले चाहिँ ल्याउन सक्नुहुन्छ। एकदम सजिलो छ, युजफुल पनि छ। त्यसपछि यो स्वीट पोटाटोलाई पनि म्यास गरेर राखेँ। अनि यो ब्रेड र स्वीट पोटाटो दुइटै मिक्स गरिदिएँ। त्यसपछि माथिबाट मैले मिल्क एड गर्दैछु साथीहरू। मिल्क चाहिँ धेरै नहाल्नु होला, एकदम गिलो हुँदो रहेछ। गिलो भएपछि ब्याटर बनाउन अलिक गाह्रो हुन्छ। मैले अलिकति धेरै हालेको छु, अनि गिलो भएको थियो। अनि यस्तो बनाएर मैले सेप बनाइदिएँ। हजुरले चाहिँ जस्तो बनाउन पनि सक्नुहुन्छ। त्यसपछि मैले एउटा प्यानमा बटर राखेँ। बटर राखेपछि अघि बनाएको ब्याटर पनि मैले बिस्तारै बिस्तारै राखिदिएँ। अनि यसरी फर्काउनु होला, एकदम लो हिटमा पकाउनु होला साथीहरू, फेरि डढ्छ। यसरी नै रेडी भयो। एकदम छिटो पनि छ, सजिलो पनि, बच्चाले पनि मजाले खाइदिन्छ। आजको ब्रेकफास्ट चाहिँ यही है साथीहरू मेरो छोरीको लागि। अनि मैले चाहिँ योगर्टमा माथिबाट स्ट्रबेरी र ब्लुबेरी टपिङ गरिदिएँ।